हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। म पनि सन्चै छु, हजुर पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ म घरमै छु होइन, घरमा बसी बसी भात पकाइ खाइ होइन। अब यहाँ भात पनि पाक्दैछ, अब एकछिनमा खाना खान्छौँ हामी। ए मान्छे चाहिँ खै कहाँ गायब भयो कि, अब एकछिनमा देखाउँछु ल। अहिले बिजी छन् कि त्यही भएर अब म यसरी हेरिहाल्छु। अब के गर्छु त, छिटो छिटो गर न। अब म के गरौँ, बोर भयो गाइस, दिनभर रुममा घरमा बसी बसी होइन। यो चाहिँ बाल्कनी हेर्नु, यस्तो छ भ्यू। हामी चाहिँ यहाँ बस्छौँ। सो गाइज अहिलेसम्म काम सकिएको छैन। तिनवटा छुट्टी लागिसक्यो होइन, अब दाल बढिसक्यो। म चाहिँ खाना बनाउँदै थिएँ कि त्यही भएर प्याज चाहिँ काटेको छु, म एकछिनमा काट्छु। दाल चाहिँ लगाएको छु होइन, अनि भाँडा पनि धुनु छैन। बिहान चाहिँ नास्ता बनाएको थियो होइन, चाना बनाएको थिएँ, अनि त्यही खानेछु। अलिअलि पिरो भयो, अलिअलि होइन अलि बढी नै पिरो भयो। त्यसपछि चाहिँ मिठो छ, पिरो भए पनि। मैचिङ कपडा लगाएर त सलमा मैचिङ कपडा। सो गाइज यो चाहिँ हाम्रो टेडी बियर हो, कत्नीको छ। हेलो गाइज, अब चाहिँ अघि चाहिँ चार्ज सक्यो अरे मोबाइलमा होइन। अहिले हेर्नु कस्तो पानी परेको। वाउ, बाहिर त पानी परिरहेछ। सो गाइज अहिले उठेर कफी बनाउँदैछन् होइन। अब हामी कफी खान्छौँ, त्यसपछि चाहिँ कहाँ जाउँला, कहीँ नै घरमै सुतिरहने। सिया हुन्छ क्या दिनभरि, कति सुत्ने मान्छे हेर्नु त। म चाहिँ दिन खायो सियो यति मात्र हो काम। छेमा हिजो हाम्रो स्टार्ट गर्न जाँदा साउनको महिना आउने हो। कालो के हुनु नुहाएको के नै हो। हेलो गाइज, अब चाहिँ म रातिको खाना बनाउँछु होइन। अब दिनमा अलिअलि सुत्दै, अनि फोनमा पनि चार्ज थिएन नि त, त्यही भएर अब चाहिँ म तरकारी बनाउँछु अनि रोटी पनि बनाउँछु, खाना बनाउँछु। अहिले म आलु अनि चाहिँ काट्छु। सो गाइस म चाहिँ तरकारी बनाउँछु होइन, आलु चाहिँ छिल्छु होइन। रातिको खाना चाहिँ बनाउनु पऱ्यो नि त गाइस।
रातिको खाना चाहिँ हामी चाहिँ भात बनाउँदैनौँ नि त, हामी चाहिँ रोटी नै खान्छौँ। अलिअलि रोटी नै साँझको खाना चाहिँ रोटी नै बनाउँछौँ होइन। अब आलु छिन्छु है ल गोबीको गोबी बनाउँ भनेको अनि गोबी त सर्न लाग्छ कुहिन लागेको रहेछ त हौ। अलिअलि राम्रो राम्रो हाल्छौँ अनि अरू हालिदिन्छौँ केही छैन। आज त कहीँ पनि गएन, बाहिर पनि गएन, जहिले दिनभरि रुममै घरमै बस्दा बस्दा होइन यस्तो बोर झ्याउ लागेको छ कि त्यही भएर खाना बनाउँछु। पानी पनि पर्नु लाग्छ कि बाहिर। कहीँ चाहिँ यस्तो ग्रिन ग्रिन छ क्या आलु पनि। छिल्लर ल्याउनु थियो अनि त्यही भएर आलु यसले चक्कुले छिल्दैछु। गाइज होइन, अब म चाहिँ तरकारी बनाउँदैछु अनि उहाँ चाहिँ अहिले सुतेर उठेर उठ्नु भएको छ होइन। अब म चाहिँ काम गर्ने मान्छे परे, अब उहाँ चाहिँ हेर्नु न गाइज कस्तो हो कि यस्तो मान्छे हुन्छ र भने सुत्ने मान्छे कहाँ गएको फेरि यहाँ आउनु के। सो गाइस तरकारी काटिसकेँ अनि प्याज टमाटर अब तरकारी बन्छ। आजलाई यति नै, बाई बाई गाइस, बाई बाई, बाई बाई गाइस, लाइक एन्ड सब्सक्राइब प्लिज। ल बाई, भोलि भेटौँला।